ब्रह्माशय सत्यनारायण वस्वाय ब्रह्माशय पण्यम गोत्राय कृष्णब्रह्मणे निमित्यार्थं जगे संगता सिद्धिं संकरिष्ये हरि ओम वैष्णवराय स्वरं वैष्णवराय आकाशे यानि तीर्थानि भूतले पाताले आकाशे सन्ति हे देवा सन्ति भूतले पाताले सन्ति हे देवा सर्वदेव नमस्ते ओम स्वाहा आकाशे सन्ति हे देवा स्वाहा ओम राज्य होमे विनियोगो अग्निपर्णाभ्यां न स्वादं प्रोक्षेपाप्रेमि प्रक्षेपेत वयस्तमेति वामदेव ऋषि तीर्थम वरुण देवसाधन स्वर्गा देवता प्राश्चित होमे विनियोग इति सतम वरुण सहस्र विनियोग पाशवितता महान्तते भिर्लो अद्य सवितो विष्णु विष्णुवन्त देवेभ्यो देवेभ्यो नमो स्वर्गे भुनो अनि त्यहाँबाट त्यहाँले त्यो मन्दिर अहिले बुढानीलाई गएर मन्दिर बनाएको त्यस्तो त्यस्तो भएको भित्रै रहेछ को हो अर्जुन भुषाल कि को भन्ने कसैले पनि देखाउँदैन त्यस्तो अनि हामी पो केही जान्दैनौँ है यहाँ बसेर पो केही देख्दिनँ एक्जाममा बस्यो केही हिँड्नु चाहिँ पर्छ पण्यम गोत्राय कृष्णमय नाम्ने देव्यम अश्वताथ कर्मणि आदौ दीप कलश गणेश ब्रह्मा विष्णु प्रजापति ऋगयजुर्साम अर्थात् चतुर्थ वेद पूजन कर्मणि पंचकुंभ कलश देवता पूजन कर्मणि ओम स्वस्ति प्रतिवचनम ओम स्वस्ति स्वस्ति प्रतिवचनम ओम स्वस्ति प्रतिमित्रियानापो गुरुलाई पनि नमस्ते गर्नु यो पानी यसलाई पनि समातेर बाटो देवता
प्रभु भवभयहारी बिना पुस्तक भगवती बुद्धि प्रणाम शारदाम रामो राजमणि सदा विजयते रामं रमेशं भजे राम नास्ति परायणं परतरं राम सदा सोऽस्म्यं रामे चित्तः देवताभ्यो नमः पुष्पं समर्पयामि पञ्चकुम्भकलशतमो देवताभ्यो नमः रमाशय सत्यनारायण नारायण रमाशय सत्कर्ते वेदावदान है तुलसी दामोदर देव्यै नमः ओम तुलसी दामोदर देव्यै नमः महिमानं सतुलपूर्वे साध्या सन्तिदेवा ओम सन्तिदेवा ओम अतुलं सस्त्रियं मृतत सोमवारं रात्रिवेम बलि सगाइदिएछ क्षेत्रपालाय भूत प्रेत पिशाच राक्षस शाकिनी डाकिनी वेदराजे बदिम सर्वं क्षमा गर्दा भरत बुझिदो भरदो बाबा यस्तो गरेर यहाँ क्षेत्रपालाय भूत प्रेत पिशाच राक्षस शाकिनी डाकिनी वेदराजे बदिम सर्वं क्षमा गर्दा भरत बुझिदो भरदो बाबा के जाने भरदो बाबा मासो तबला मासे मार्ग शीर्षम आत्मा पुत्राय यमुना नामी देवी मताय नमो नमः आकाशात् पैतोयं यथा सर्वदेव नमस्कारं केशवं
Oi, bota, vai ali. Esse não tá cara, bola. Não, não bota no lugar, não pode
पैसा दिनु पैसा तो हमेशा जिंदगी भर दुई नामले ल्याइदिनु यसो गरेर यसो माथि चम्चीले भइदिनु नि चम्ची यो पानी छ यता मलाई सोटेर मोमो नहाल्नुलाई गुजी मोमो गुजी
आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ भगवानको रूप तिमी प्रकृतिको वरदान गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान तिमी हाम्रो सन्तान आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको तारा तिमी हाम्रो जिउने सहारा तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन जब तिमी यो घरमा आयो चारैतिर खुसियाली छायो जब तिमी यो घरमा आयो चारैतिर खुसियाली छायो असल मान्छे बन्नु तिमी सबको सेवा गर्नु घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन सर्दै खेल्दै तिमी फर्किन्छौ मेरो छोराको नाम विवान थापा हो आज मेरो छोराको पास्नी हो उसको बुवा चाहिँ आज आउनु भ्याउनु भएन कामको व्यस्तताले गर्दा अनि मेरो घर टाढा भएर कोही पनि आउनु नभ्याएर मैले आज माइतमा मेरो छोराको पास्नी गरेको हो अरू कोही पनि आउनु नभ्याएर मैले मेरो देवर र हामीले सबै भएर पास्नी गऱ्यौँ सबैजना मेरो आफन्तहरू साथीभाइ छरछिमेकहरू आइदिनु भएकोमा म धेरै धेरै खुसी छु भन्नु त केही छैन अब बाजे पनि भएको भए राम्रो हुन्थ्यो बाजेलाई धेरै धेरै मिस गऱ्यो होइन बल्ल बल्ल आफ्नो पनि छोरा थिएन अब नातिको कस्तो खुसी लाग्यो नि यस्तो गर्नु अब छोरीको घर पनि टाढा जहिले आउनु पाउनु भएन आमा छोरी छोरीको देवरहरू साथीमित्री इष्टमित्रहरू मम्मी ठुलो बाबा दिदीबहिनीहरू आज मेरो नातिको पास्ने हो अनि हामीलाई पनि गर्नुभएको
रमाइलो गऱ्यौँ रमाइलो भेटघाटमा छरछिमेक सबै आउनुभयो रमाइलो भेटघाट भयो अब यसरी नै अरू नाता नातिनाको पनि छरछिमेकी सबै छोरी चेली आएको अब दिदीबहिनीहरू आएको धेरै धेरै धन्यवाद नातिको अन्न प्रखानको कार्यक्रम गर्न पाउँदाखेरि धेरै खुसी लागेको छ अब यसरी नै अरू नाति नातिनीहरू गर्न पाए त हुन्थ्यो भन्ने जस्तो लाग्छ अब रहन्छ रहिदिएर होला संसार है सत्य